कान्छी ल्याउँछु म त्यस्तो जतिखेर पनि बुझे यसो गरेको हामी त मानिराख्नु हामी चाहिँ भैँसी हो र मलाई पनि थाहा छ नि म के अरे गोरु त होइन नि गोरुले त के अरे बाछी खोजेर बर खोजेर मात्रै जान्छ गोरु भने तपाईँ चाहिँ कस्तो मान्छे थाहा हुँदैन ए लु मैले खोजेको लागि जानु त भने त्यस्तो अनि के रोग पनि छ, अरे भन्नु गफ नगर्नु म कान्छी अर्को ल्याउँछु बेइज्जती त सक्दैन म उठाउन सक्दिनँ। त सक्दैन रहेछ होइन सेक्स के अरे गर्न लिमुदाईको के अरे छोरालाई देखाउनु भनेर यो केटी ल्याएको होइन बोकाइना फोन गरेर मैले यहाँ बुझिसकेको छु बुझेँ यहाँ त नि हङ्गामा चलिरहेको यो त उसले नै राखिदिने हो पाडा तपाईँको रक्सी खिचेपछि जाँड खिचेपछि यही हो रक्सी खिचेर त दिएको त अनि जाँड छ डरमा के अरे जाँडको निगाह सक्नु एक डरमा रक्सी खानु ए अनि उसले चाहिँ गरेको गर्छ त गरेको हामी चाहिँ के हामी त भैँसी नै म इलाम गएको थिएँ उ त्यो त लिएर उसँग जतिखेर पनि यो सेक्स मात्रै गरे हुनु जतिखेर पनि चुप लागेर मुखसँग बोल भन्दैछु म मुख छोड त्यो त सत्य कुरा भन्नु पर्यो जतिखेर बाउको उमेरसँग आए उमेर मिलेर के अरे मन मिल्दैन यहाँ बस्छ कस्तो यसले हान्नु खोजेको अनि यसले एकछिन यसले खप्परमा हान्नु भएको त बुढा मान्छे ठाउँको ठाउँ हुन्थ्यो त अनि होइन यस्तो तपाईँले हान्नु होइन कि सामाजिक सञ्जालमा हेर्नु भएको होला मान्छेले मारिरहेको छ भोलि यस्तो घटना नहोस् तपाईँको जीवनमा जीवनमा मैले कहिले पनि गरेको छैन मैले त्यस्तो त्यस्तो हान्नु पनि खोजेको छैन तपाईँले म मारेर फ्यालिदिन्छु त रन्डी भालुले म दुने केटासँग मैले कसम मलाई भनेको कि तपाईँले त मोहनी लाएर ल्याएको मलाई मैले भनिसकेँ यहाँ मरि लागेको होइन र दियो छुइसक्नु भयो झाँक्रीले मैले कसम खाइरहेको मैले तपाईँले के भन्नुभयो जस्तो ठाउँमा तेरो मामा माइला मामालाई बोलाउँ माइला मामालाई के भन्नु माइला मामा म एकचोटि तपाईँले कुर्दाखेरि भाग उहाँको माइतीहरूको नम्बर छ कि छैन हजुर माइतीहरूको फोन नम्बर मामाको छ उसको काकी छोरीको नम्बर छ मसँग होइन उहाँ मम्मी बुवा कहाँ हुनुहुन्छ मम्मी त मम्मी बाबा मरिसकेको अरे उहाँ दाजुभाइ कहाँ हुनुहुन्छ एउटा दाइ छ भाइ छ माथि नम्बर छ फोन गर्नुहोस् मैले त हेर्दैन अब